रविजी र बालेनजी एकजुट हुनुभएको छ। धेरैले हर्कजी पनि सँगै आएर मिल्दै हुन्थ्यो भन्नुहुन्छ। हर्कजी के लेखिरहनु भएको छ भने जहाँबाट उठ्छन् उनीहरू त्यहीँबाट हराइदिन्छु म भन्दै दिइरहनु भएको छ हाम्रो साइडबाट। यो घटनाक्रम, यो मिलन बिछोड जनताले सबै एक हुन् भनेर चाहिरहेका छन्। नयाँ शक्ति तपाईँ एकदमै धेरै राजनीतिमा विचार राख्ने तर आफू धेरै सक्रिय नहुने व्यक्ति, तपाईँले बोलेका कुराले धेरैलाई प्रभाव पार्छ। यो मिलन बिछोड, यो तानातान कसरी लिइरहनु भएको छ? भन्नलाई त राजनीतिमा असम्भव हुन्न भन्छन् के अरे, त्यो डिक्सनेरीमै छैनन् के अरे होइन। केपी बा र देवबाजी मार्लो अब लडी नै सके, गोली हाना नै गरिसके भन्दा भोलिपल्ट दुईजना मिलेर गठन गरेर सरकार चलाएको देश यिनै हुन् र उहाँहरू यहीँ हुनुहुन्छ। त्यो कारणले असम्भव त छैन, तर अब युवाहरूको चाहना, जनताको चाहना चाहिँ कुलमानजी, हर्कजी, बालेनजी, रविजी मिल्यो हुन्थ्यो, त्यसले एउटा निकासा पाउँथ्यो कि भन्ने चाहिँ पक्कै नै छ। हामी पनि त्यही कामना गर्छौँ। तर अब आफ्नो अडानमा हुनुहुन्छ उहाँहरू। कति अब हामीले भनेर पनि मान्नुहुन्न सायद, मलाई लाग्छ। माने राम्रो, एकता भए त्यसले एउटा ठुलो राष्ट्रले निकास पाउँथ्यो र एउटा यो जनजी आन्दोलनको पनि पूर्ण रूप लिन्थ्यो कि मूर्त रूप लिन्थ्यो कि भन्ने चाहिँ हो। तर उहाँहरू अहिले अडानमा हुनुहुन्छ, पछि मिल्न पनि सक्नुहुन्छ होला। अहिले मैले मिलेन छ उनीहरू भन्नुला भरे मिलिरहेको होला। त्यो कारणले यस विषयमा चाहिँ अब मिल्नुपर्छ, राम्रो हो। मिलेर गएमा झनै राम्रो हो। मिल्नुहुन्न भने पनि जनता त अब महाराज नै जनताहरू हो। जनता न्यायाधीश हुन्। जनताले कसलाई विश्वास राख्छन् त्यसपछिको निर्णय के हुन्छ त्यसपछि बोल्दा राम्रो होला चाहिँ यो विषयमा चाहिँ।